गरिबी शब्द सुन्नासाथ तपाईँको मनमा सबैभन्दा पहिले के आउँछ? कि साँच्चै गरिबी भनेको पैसा नहुनु मात्र हो? किन महल जस्तो घरभित्र पनि सम्बन्धहरू टुटिरहेका छन्? किन सफल देखिने धेरै मानिसहरू भित्रभित्रै आफूलाई असफल महसुस गरिरहेका छन्? र किन धेरै गरिब परिवारमा जन्मिएका मानिसहरूले संसार बदल्ने इतिहास रचे? यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास नै आजको हाम्रो यात्राको साझा उद्देश्य हो। गरिबीले सफलतालाई रोक्न सक्दैन। ज्ञान, अनुभव र आत्मविकासको प्रेरणादायी यात्रा उज्यालोतिरको अर्को श्रृङ्खलामा हार्दिक स्वागत गर्दछु। निराशाबाट आशातिरको यात्रा, असफलताबाट सफलतातिरको यात्रा, आफूले आफैलाई भेट्ने सुखद यात्रा हो उज्यालोतिर। कृपया च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोस्। गरिबी शब्द सुन्नासाथ तपाईँको मनमा सबैभन्दा पहिले के आउँछ? सायद एउटा झुपडी, फाटेको लुगा, भोकाएको बच्चा, दैनिक ज्यालादारी गरेर साँझको छाक टार्ने परिवार वा बैङ्क खातामा शून्य भएको अवस्था। हामीमध्ये अधिकांशले गरिबी भन्नासाथ पैसाको अभाव सम्झन्छौँ। तर आज म तपाईँलाई एउटा फरक प्रश्न सोध्न चाहन्छु कि साँच्चै गरिबी भनेको पैसा नहुनु मात्र हो? यदि त्यसो हो भने एउटा अर्को प्रश्न सोध्न चाहन्छु, किन संसारका धेरै धनाढ्य मानिसहरू निद्राको गोली खाएर सुत्छन्? किन करोडौँ कमाउने व्यक्तिहरू डिप्रेसन, चिन्ता र एक्लोपनासँग सङ्घर्ष गरिरहेका छन्? किन महल जस्तो घरभित्र पनि सम्बन्धहरू टुटिरहेका छन्? किन सफल देखिने धेरै मानिसहरू भित्रभित्रै आफूलाई असफल महसुस गरिरहेका छन्? र किन धेरै गरिब परिवारमा जन्मिएका मानिसहरूले संसार बदल्ने इतिहास रचे? यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास नै आजको हाम्रो यात्राको साझा उद्देश्य हो। किनकि आज हामी पैसाको मात्र कुरा गर्ने छैनौँ, हामी वास्तविक गरिबीको खोजी गर्नेछौँ। कल्पना गर्नुहोस्, दुईजना मानिसहरू छन्। पहिलो व्यक्तिको बैङ्क खातामा 10 अर्ब रुपियाँ छ, महल जस्तो घर, महँगा गाडी, विदेशी कम्पनी, सबै सुविधा छन्। तर उनी रातभर निदाउन सक्दैनन्। रोग छ, परिवारसँग सम्बन्ध बिग्रिएको छ, छोराछोरीले समय दिँदैनन्, छोराछोरीको लागि पनि पर्याप्त समय छैन, साथीहरू सबै स्वार्थका लागि मात्र आएका छन् र हरेक दिन उनी एउटा डरमा बाँच्छन्, कहीँ मैले कमाएको सबै घुम्ने त होइन। दोस्रो व्यक्तिको कुरा गरौँ। उनी एउटा सामान्य पेसा गर्छन्, साधारण घर छ, महिनाको सीमित आम्दानी छ, बिहान सूर्योदयसँगै उठ्छन्, परिवारसँग हाँस्छन्, आफ्ना छोराछोरीसँग खेल्छन्, राति शान्त निदाउँछन्, उनलाई सम्मान गर्छन्, समाजले विश्वास गर्छ। उनीसँग धेरै पैसा छैन, तर मनमा सन्तोष छ। अब प्रश्न उठ्छ, यी दुईमध्ये वास्तविक धनी को हो र वास्तविक गरिब को हो? हामी किन गरिबीलाई केवल पैसासँग जोड्छौँ? किनकि हामी जन्मेदेखि नै एउटा सन्देश सुन्दै आएका छौँ, धेरै पैसा कमाऊ, धनी बन, ठुलो घर किन, महँगो गाडी चढ। समाजले सफलताको मापन गर्ने तराजु नै पैसा बनाइदिएको छ। यदि पैसा छ भने सफल, यदि पैसा छैन भने असफल। तर इतिहासले यो सिद्धान्तलाई बारम्बार गलत साबित गरिदिएको छ। किनकि संसारका धेरै धनी मानिसहरू सुखी छैनन् र संसारका धेरै साधारण मानिसहरू अत्यन्त सन्तुष्ट पनि भएका छन्। त्यसैले प्राचीन ग्रिक दार्शनिक सोक्रातले भनेका थिए, जो मानिस आफू भएको कुरामा सन्तुष्ट छैन, ऊ थप पाएपछि पनि सन्तुष्ट हुन सक्दैन। मानिसको चाहना आगो जस्तै हो, त्यसमा जति दाउरा हाल्यो त्यति नै ठुलो आगो बल्छ। यदि चाहनालाई नियन्त्रण गर्न सकिएन भने करोडौँ रुपियाँ पनि पर्याप्त हुँदैन। अर्थशास्त्रमा गरिबीको एउटा स्पष्ट परिभाषा छ। विश्व बैङ्कले गरिबीलाई आधारभूत आवश्यकताहरू पुरा गर्न नसकेको अवस्था भनेर जनाउँछ। अर्थात् पर्याप्त खाना छैन, सुरक्षित आवास छैन, शिक्षा छैन, स्वास्थ्य सेवा छैन, सफा पानी छैन, यो आर्थिक गरिबी हो। यसलाई कसैले अस्वीकार गर्न सक्दैन, किनकि भोक वास्तविक हुन्छ, रोग वास्तविक हुन्छ, शिक्षाको अभाव वास्तविक हुन्छ। त्यसैले पैसा आवश्यक छ। पैसाको महत्त्वलाई अस्वीकार गर्नु बुद्धिमानी होइन। पैसाले शिक्षा दिन्छ, उपचार गराउँछ, घर बनाउँछ, सुरक्षा दिन्छ, अवसर सिर्जना गर्छ। तर यहाँ एउटा अत्यन्त महत्त्वपूर्ण कुरा छ, पैसा आवश्यक छ, तर पैसा पर्याप्त भने छैन। यहीँबाट हाम्रो आजको यात्राको सबैभन्दा महत्त्वपूर्ण मोड सुरु हुन्छ। मानसिक गरिबी के हो? एउटा किसानको कथा सुनौँ। 2 किसान थिए, दुवैसँग उस्तै जमिन थियो, उस्तै मौसम, उस्तै गाउँ। पहिलो किसान प्रत्येक वर्ष भन्थ्यो, मेरो भाग्य खराब छ, सरकारले केही गरेन, म केही गर्न सक्दिनँ, हाम्रो परिवार नै गरिब हो, र उनी सधैँ बहाना खोज्थे। दोस्रो किसान भन्थे, यस वर्ष नयाँ तरिका अपनाउँछु, थोरै भए पनि सिक्छु, अर्को वर्ष अझ राम्रो गर्छु। 10 वर्षपछि पहिलो किसान अझै गरिब हुँदै गयो। दोस्रो किसान सफल कृषक बनिसकेको थियो, जमिन उही थियो, मौसम उही थियो, तर सोच फरक थियो। यही कारणले प्रसिद्ध मनोवैज्ञानिक क्यारोल डवेकले आफ्नो अनुसन्धानमा
ग्रोथ माइन्डसेट अर्थात् विकासशील मानसिकताको अवधारणा प्रस्तुत गरेका छन्। उनका अनुसार 2 प्रकारका सोच हुन्छन्। पहिलो सोच फिक्स माइन्डसेट, म यस्तै त हो नि, मेरो भाग्य नै यस्तै हो, म सक्दिनँ। र दोस्रो ग्रोथ माइन्डसेट, म सिक्न सक्छु, म परिवर्तित हुन सक्छु, आज नसके पनि भोलि सक्छु। यही एउटा सोचले मानिसको भविष्य बदल्न सक्छ। सबैभन्दा ठुलो गरिबी हो आशा हराउनु। गरिबीको सबैभन्दा खतरनाक रूप नै पैसा नहुनु होइन, आशा हराउनु हो। जब मानिसले भन्न थाल्छ मेरो जीवन बदलिँदैन, म केही गर्न सक्दिनँ, मेरो भाग्य नै खराब छ, त्यही क्षणबाट वास्तविक गरिबी सुरु हुन्छ। शरीर भोकै हुँदा केही दिन बाँच्न सक्छ, तर आशा मरेपछि मानिस बाँचेर पनि भित्रबाट मर्न थाल्छ। त्यसैले प्रसिद्ध मनोचिकित्सक भिक्टर फ्र्याङ्कल, जसले नाजी यातना शिविरको असह्य पीडा भोगी र लेख्छन्, जससँग बाँच्ने एउटा कारण हुन्छ उसले लगभग जुनसुकै कठिनाइ पनि सहन सक्छ। यही कारणले उद्देश्य भएको गरिब मानिस धेरै पटक उद्देश्यविहीन धनी मानिसभन्दा बलियो हुन्छ। अब तपाईँ आफैलाई सोध्नुहोस्, यदि तपाईँसँग समय छ, स्वास्थ्य छ, परिवारको माया छ, इमान्दार चरित्र छ र नयाँ कुरा सिक्ने इच्छा छ भने के तपाईँ साँच्चै गरिब हुनुहुन्छ? वा यदि तपाईँसँग करोडौँ रुपैयाँ छ तर निद्रा छैन, सन्तोष छैन, विश्वास गर्ने मानिस छैन, आफ्नोपन छैन र जीवनको अर्थ हराएको छ भने के तपाईँ साँच्चै धनी हुनुहुन्छ? सायद यही प्रश्नको उत्तर खोज्न हामीले बाँकी यात्रा पनि सँगै गर्नुपर्छ, किनकि गरिबीको वास्तविक कथा अहिले मात्र सुरु भएको छ। कल्पना गर्नुहोस्, एउटै दिन, एउटै समयमा, एउटै देशमा 2वटा बच्चाको जन्म हुन्छ। पहिलो बच्चा एउटा सम्पन्न परिवारमा जन्मन्छ। घरमा पुस्तकालय छ, गुणस्तरीय विद्यालय छ, स्वास्थ्य सेवा सहज छ, अभिभावक शिक्षित छन्। उसलाई राम्रो शिक्षा, पोषण र अवसर बाल्यकालदेखि नै उपलब्ध हुन्छ। त्यही दिन अर्को बच्चा एउटा दुर्गम गाउँको गरिब परिवारमा जन्मन्छ। घरमा बिजुली छैन, विद्यालय पुग्न 2 घन्टा हिँड्नुपर्छ। कापी कलम किन्न पनि परिवारलाई कठिन हुन्छ। कहिलेकाहीँ बिहानको खाना नखाई विद्यालय जानुपर्छ। अब आफैलाई सोध्नुहोस्, के यी दुवै बच्चाले जीवन एउटै रेखाबाट सुरु गरेका हुन्? पक्कै पनि होइन। यही कारणले गरिबीलाई केवल व्यक्तिगत कमजोरी भनेर बुझ्नु अन्याय हुन्छ। धेरै अवस्थामा गरिबी मानिसले रोजेको होइन, परिस्थितिले दिएको हुन्छ। तर यहाँ एउटा अझ महत्त्वपूर्ण सत्य पनि छ, परिस्थितिले सुरुवात निर्धारण गर्न सक्छ तर अन्तिम गन्तव्य सधैँ निर्धारण गर्न सक्दैन। गरिबी किन जन्मिन्छ? धेरै मानिसहरू भन्छन् उसले मेहनत गरेन त्यसैले गरिब भयो, तर वास्तविक जीवन त्यति सरल पनि छैन। गरिबीका अनेकन कारणहरू एक आपसमा गाँसिएका छन्। कहिलेकाहीँ एउटा बच्चाले विद्यालय नै देख्दैन, कहिलेकाहीँ बिरामी भएर कमाउने सदस्य गुमाएको हुनसक्छ, कहिलेकाहीँ प्राकृतिक विपत्ति, युद्ध, राजनीतिक अस्थिरता वा विभेदले परिवारसँग वर्षौँपछि धकेलिदिएको हुन्छ। अर्थशास्त्रीहरूले यसलाई गरिबीको चक्र, साइकल अफ पोभर्टी भन्छन्। यो चक्र यस्तो हुन्छ, गरिबीका कारण राम्रो शिक्षा पाइँदैन, शिक्षा नपाउँदा राम्रो रोजगारी पाइँदैन, रोजगारी नपाउँदा आम्दानी कम हुन्छ, कम आम्दानीले फेरि अर्को पुस्तालाई राम्रो शिक्षा दिन सकिँदैन। यसरी गरिबी एउटा पुस्ताबाट अर्को पुस्तामा सर्दै जान पनि सक्छ। यही कारणले गरिबीलाई केवल व्यक्तिगत समस्या होइन, सामाजिक चुनौती पनि मान्न सकिन्छ। तर के सबै गरिबहरू गरिब नै रहन्छन्? यदि उत्तर हो हुन्थ्यो भने इतिहासमा कुनै प्रेरणादायी कथा जन्मने नै थिएन। तर इतिहासले ठिक उल्टो देखाएको छ। गरिबी कठिनाइ हो तर अन्तिम निर्णय होइन। गरिबी एउटा सुरुवात हुन सक्छ, अन्तिम गन्तव्य होइन। अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कन धनी परिवारमा जन्मिएका थिएनन्। उनको बाल्यकाल अत्यन्त कठिन थियो। घरमा पुस्तकहरू थिएनन्, राति दाउराको आगोको उज्यालोमा पढ्नु पर्थ्यो, कृषि काम गर्नु पर्थ्यो। उनी व्यवसायमा पनि सफल भएनन्, निर्वाचनमा पटक पटक हार बेहोर्नु पर्यो, व्यक्तिगत जीवनमा गहिरा पीडाहरू भोग्नु परेको थियो। तर उनले एउटा कुरा कहिल्यै छोडेनन्, त्यो हो सिक्ने बानी। परिस्थितिभन्दा आफ्नो चरित्रलाई बलियो बनाए र अन्ततः अमेरिकाको इतिहासकै सबैभन्दा सम्मानित राष्ट्रपतिमध्ये एक बने। यदि गरिबी अन्तिम सत्य हुन्थ्यो भने लिङ्कन कहिल्यै त्यहाँ पुग्ने थिएनन्। भारतका पूर्व राष्ट्रपति अब्दुल कलामको बाल्यकाल पनि अत्यन्त साधारण थियो। उनी बिहान बिहान समाचार पत्र बेच्थे। परिवार धनी थिएन, उनीसँग एउटै सम्पत्ति थियो, त्यो हो जिज्ञासा। उनलाई सिक्न मन पर्थ्यो, आकाशमा उड्ने जहाज हेरेर सपना देख्थे। त्यही सपनापछि उनलाई भारतको मिसाइल म्यान बनायो। त्यही सपनाले पछि उनलाई भारतको मिसाइल म्यान बनायो र अन्ततः देशको सर्वोच्च पदसम्म पुर्यायो।
उनले एकपटक भनेका थिए, सपना त्यो होइन जुन निदाउँदा देखिन्छ, सपना त्यो हो जसले तपाईँलाई सुत्न दिँदैन। कति गहिरो कुरा, धनभन्दा ठुलो सम्पत्ति सपना हुन सक्छ। आज ह्यारी पोटर संसारकै सबैभन्दा सफल पुस्तकमध्ये एक हो, तर यसको लेखिका जेके रोलिङको जीवन हेर्नुहोस्। बेरोजगार थिइन्, एकल आमा थिइन्, सरकारी सहयोगमा जीवन चलिरहेको थियो, क्याफेमा बसेर लेख्थिन्। प्रकाशकहरूले उनको पुस्तक पटक पटक अस्वीकार गरे। यदि उनले त्यसै बेला हार मानेको भए आज संसारले ह्यारी पोटर कहिल्यै पढ्न पाउने थिएन। चीनका प्रसिद्ध उद्यमी ज्याकमा विद्यालय प्रवेश परीक्षामा असफल भएका थिए। विश्वविद्यालय प्रवेशमा 2 पटक असफल भए। रोजगारीका लागि आवेदन दिँदा 30 जनामध्ये उनी मात्रै अस्वीकृत भए। एकपटक केएफसीमा 24 जनाले आवेदन दिएका थिए, 23 जनाले जागिर पाए, नपाउने 1 जना थिए, उनै ज्याकमा। यदि असफलताले भविष्य निर्धारण गर्थ्यो भने आज संसारले अलिबाबा देख्ने थिएन। यी कथाहरूले के सिकाउँछन्? यी सबै व्यक्तित्वहरूको एउटा साझा विशेषता थियो। उनीहरूसँग धेरै पैसा थिएन, तर उनीहरूसँग केही कुरा थियो, त्यो हो आशा, सिक्ने इच्छा, लगातार प्रयास, दीर्घकालीन सोच र आफूलाई बदल्न सक्ने विश्वास। यही गुणहरू नै कुनै बैंक खाताभन्दा ठुलो सम्पत्ति हुन्। किनकि मानिसहरू धेरै अवसर हुँदाहुँदै पनि अघि बढ्न सक्दैनन्, किनकि गरिबी कहिलेकाहीँ पैसामा मात्र होइन, सोचमा पनि बस्छ। जब मानिसले भन्न थाल्छ, मेरो बसको कुरा होइन, हाम्रो परिवारबाट कसैले केही गरेको छैन, हाम्रो गाउँबाट कोही सफल भएको छैन, त्यसपछि उसले प्रयास नै गर्न छोड्छ। मनोविज्ञानमा यसलाई लर्न्ड हेल्पलेसनेस भनिन्छ, अर्थात् बारम्बारको असफलतापछि मानिसले प्रयास गर्नै छोड्छ। जे गरे पनि केही बदलिँदैन, तर इतिहासका सफल व्यक्तित्वहरूले यही सोचलाई तोडेका छन्। गरिबी बाधा हो, तर पर्खाल होइन। यदि तपाईँ पहाड चढ्दै हुनुहुन्छ भने बाटो उकालो हुनसक्छ, ढुङ्गा हुनसक्छ, बाटोमा थकान हुनसक्छ, तर उकालो हुनु भनेको शिखर असम्भव हुनु होइन, गन्तव्य असम्भव हुनु होइन। गरिबी पनि ठिक त्यस्तै हो। यसले गति ढिलो दिन सक्छ, तर यात्रा रोक्न सक्दैन। यदि तपाईँले आशा, अनुशासन र निरन्तर सिकाइलाई साथमा राख्नुभयो भने आज तपाईँ आफैलाई एउटा प्रश्न सोध्नुहोस्, तपाईँको जीवनमा अहिले सबैभन्दा ठुलो अभाव के हो? पैसा कि आत्मविश्वास कि ज्ञान कि अनुशासन वा स्पष्ट लक्ष्य? किनकि धेरै पटक हामी पैसाको अभावलाई दोष दिन्छौँ, तर वास्तवमा हाम्रो सबैभन्दा ठुलो कमी निर्णयको अभाव हुनसक्छ, र त्यो निर्णय आजै लिन सकिन्छ। गरिबीले तपाईँको जन्म निर्धारण गर्न सक्छ, तर तपाईँको भविष्य निर्धारण गर्न सक्दैन। परिस्थितिले तपाईँको यात्रा कठिन बनाउन सक्छ, तर असम्भव बनाउन सक्दैन। र इतिहासले बारम्बार प्रमाणित गरेको छ कि धेरै महान व्यक्तित्वहरू सुनको चम्चा लिएर जन्मिएका थिएनन्, उनीहरूले आफ्नो जीवन आफै निर्माण गरेका थिए। त्यसैले आज तपाईँ सङ्घर्षमा हुनुहुन्छ भने आफ्नो वर्तमानलाई अन्तिम निर्णय नठान्नुहोस्, किनकि सम्भवतः तपाईँको जीवनको सबैभन्दा सुन्दर अध्याय अझै लेखिन बाँकी छ। गरिबी केवल पैसाको अभाव होइन, गरिबी एउटा अवस्था हो, कहिलेकाहीँ परिस्थितिको, कहिलेकाहीँ अवसरको र कहिलेकाहीँ सोचको। अब एउटा अझ गहिरो प्रश्नमा प्रवेश गरौँ। यदि पैसा नै सबै कुरा होइन भने पैसा कमाउनुको अर्थ के हो? धनी मानिस किन कहिलेकाहीँ दुखी हुन्छ? थोरै भएको मानिस पनि किन कहिलेकाहीँ अत्यन्त खुसी देखिन्छ? यसको उत्तर खोज्न हामीले मानिसको मनभित्र प्रवेश गर्नुपर्छ, किनकि बाहिरको सम्पत्तिभन्दा ठुलो कुरा मानिसको भित्रको अवस्था हो। पैसा आवश्यक छ, तर खुसीको अन्तिम स्रोत पैसा होइन। हामीमध्ये धेरैले एउटा सपना देख्छौँ, जब मसँग धेरै पैसा हुन्छ तब म खुसी हुन्छु, जब मेरो आफ्नै घर हुन्छ तब म शान्त हुन्छु, जब मेरो बैंक ब्यालेन्स बढ्छ तब मेरो चिन्ता समाप्त हुन्छ। यो सोच स्वाभाविक हो, किनकि गरिबीको पीडा वास्तविक हुन्छ। भोक लागेको मानिसलाई दर्शनले पेट भर्न सक्दैन, बिरामी मानिसलाई सकारात्मक सोच मात्रले उपचार सम्भव हुँदैन। बच्चाको शिक्षाको लागि पैसा आवश्यक हुन्छ, परिवारको सुरक्षाको लागि आम्दानी आवश्यक हुन्छ। त्यसैले पैसा आवश्यक कुरा हो, तर सम्पूर्ण कुरा होइन। पैसा एउटा साधन हो, तर समस्या कहाँ हुन्छ भने जब हामी साधनलाई नै जीवनको उद्देश्य बनाउँछौँ। पैसा जीवन चलाउने माध्यम हो, जीवनको अर्थ होइन। धन बढ्दै जाँदा खुसी किन सधैँ धनकै गतिमा बढ्दैन? मनोविज्ञानमा एउटा महत्त्वपूर्ण अवधारणा छ, हिडोनिक अट्याप्सन, आनन्दसँग अभ्यस्त हुने प्रवृत्ति। यसको मनोविज्ञानमा एउटा महत्त्वपूर्ण अवधारणा छ, हिडोनिक अट्याप्सन।
आनन्दसँग अभ्यस्त हुने प्रवृत्ति। यसको अर्थ हो मानिस नयाँ कुरामा केही समय खुसी हुन्छ, केही समयपछि त्यो सामान्य लाग्न थाल्छ। एउटा उदाहरण हेरौँ। पहिले तपाईँसँग सामान्य मोबाइल थियो, तपाईँ सोच्नुहुन्थ्यो एउटा राम्रो मोबाइल भए कति खुसी हुन्थे। नयाँ मोबाइल किन्नुभयो, केही दिन निकै खुसी हुनुभयो, तर केही महिनापछि त्यो मोबाइल पनि सामान्य भयो। अब फेरि नयाँ मोबाइल चाहियो। किनकि मानिसको मस्तिष्क नयाँ कुरामा केही समय उत्साहित हुन्छ अनि फेरि नयाँ चाहना खोज्न थाल्छ। यही चक्रले मानिसलाई दौडाइरहन्छ। धनको दौड कहिले समाप्त हुन्छ? एकजना राजाको कथा छ। राजाले एक साधुलाई सोधे, म कसरी सबैभन्दा खुसी मानिस बन्न सक्छु? साधुले भने, सबैभन्दा खुसी मानिसको सर्ट ल्याउनुहोस्। राजाका सैनिकहरूले खोजे, धेरै धनी मानिस भेटिए, तर कसैसँग पूर्ण खुसी थिएन। कोही व्यापारको चिन्तामा थिए, कोही रोगको चिन्तामा, कोही परिवारको समस्यामा। अन्त्यमा उनीहरूले एउटा किसान भेटे। ऊ खेतमा गीत गाउँदै काम गरिरहेका थिए। सैनिकहरूले भने, तपाईँ संसारकै सबैभन्दा खुसी मानिस हुनुहुन्छ? किसानले भने, म त खुसी नै छु। उनीहरूले भने, हामीलाई तपाईँको कमिज अर्थात् सर्ट दिनुहोस्। किसान हाँसेर भने, मसँग कमिज वा सर्ट छैन। कथा यहीँ समाप्त हुन्छ। तर यसको अर्थ गहिरो छ। कहिलेकाहीँ मानिससँग धेरै कुरा हुन्छ तर सन्तोष हुँदैन, र कहिलेकाहीँ मानिससँग कम कुरा हुन्छ तर कृतज्ञता हुन्छ। आज न्युरोसाइन्सले मानिसको व्यवहारबारे धेरै कुरा पत्ता लगाएको छ। हाम्रो मस्तिष्कमा एउटा रसायन हुन्छ डोपामिन। यसलाई प्राय खुसीको रसायन भनिन्छ, तर वास्तवमा डोपामिन केवल खुसी होइन, यो मुख्य रूपमा प्रेरणा र चाहनासँग सम्बन्धित छ। जब हामी कुनै नयाँ कुरा पाउँछौँ, नयाँ फोन, नयाँ गाडी, प्रशंसा, सफलता, पैसा, प्रेम, हाम्रो मस्तिष्क सक्रिय हुन्छ। हामीलाई राम्रो महसुस हुन्छ, तर केही समयपछि त्यो प्रभाव घट्छ अनि फेरि नयाँ उपलब्धिको खोजी सुरु हुन्छ। यदि मानिसले आफ्नो खुसीलाई केवल बाहिरी वस्तुसँग जोड्यो भने ऊ कहिल्यै पूर्ण सन्तुष्ट हुन सक्दैन। त्यसैले वास्तविक समृद्धि भनेको मसँग के छ मात्र होइन, मसँग जे छ त्यसलाई कसरी हेर्छु भन्ने हो। आधुनिक संसारको नयाँ समस्या समयको गरिबी हो। आज संसारमा एउटा अनौठो अवस्था छ। मानिससँग सुविधा बढेको छ तर समय घटेको छ। पहिले मानिससँग कम साधन थियो तर परिवारसँग बस्ने समय थियो। आज मानिससँग सबै सुविधा छ तर परिवारसँग कुरा गर्ने समय छैन। हामीसँग हजारौँ फेसबुक साथी छन् तर दुःख पर्दा फोन गर्ने मानिस कमै छन्। हामीसँग मनोरञ्जनका लागि हजारौँ माध्यम छन् तर मन शान्त छैन। यसलाई आधुनिक युगको अर्को गरिबी भन्न सकिन्छ। समयको गरिबी, स्वास्थ्यको गरिबी। धेरै मानिसहरू पैसा कमाउन आफ्नो स्वास्थ्य गुमाउँछन्, पछि त्यही स्वास्थ्य फर्काउन पैसा खर्च गर्छन्। एकजना सफल व्यापारीको भनाइ छ, जब म जवान थिएँ मसँग समय थियो तर पैसा थिएन। जब म पैसा कमाउन दौडिएँ, पैसा आयो, समय र स्वास्थ्य गइसकेको थियो। यो जीवनको ठुलो विडम्बना हो। हामी भविष्य सुरक्षित गर्न वर्तमान गुमाउँछौँ, तर जीवन भने वर्तमानमै बाँचिन्छ। सम्बन्धको गरिबी। एउटा बच्चालाई महँगो खेलौना दिनुभन्दा ठुलो कुरा के हो? उसलाई समय दिनु। एउटा वृद्ध आमाबाबुलाई ठुलो घर दिनु। सम्बन्धको गरिबीबाट फेरि एकचोटि। सम्बन्धको गरिबी। एउटा बच्चालाई महँगो खेलौना दिनुभन्दा ठुलो कुरा के हो? उसलाई समय दिनु। एउटा वृद्ध आमाबुवालाई ठुलो घरभन्दा ठुलो कुरा के हो? छोराछोरीको साथ। एउटा श्रीमान श्रीमतीलाई महँगो उपहारभन्दा ठुलो कुरा के हो? सम्मान र संवाद। सम्बन्धमा पैसा आवश्यक हुन सक्छ, तर पैसा सम्बन्धको विकल्प हुन सक्दैन। बुद्धको दृष्टिमा वास्तविक धन। गौतम बुद्धले जीवनको ठुलो सत्य बताएका थिए। मानिसको दुःखको मूल कारण अत्याधिक तृष्णा हो। यसको अर्थ पैसा चाहनु गलत हो भन्ने होइन, तर अझै चाहिन्छ भन्ने अर्थहीन दौडले मानिसलाई कहिल्यै शान्त हुन दिँदैन। बुद्धले सिकाएको बाटो थियो सन्तुलन, सचेत जीवन, आफ्नो मनलाई बुझ्ने क्षमता। किनकि बाहिरी संसार जितेर भने यदि मानिसले आफ्नो मन जित्न सकेन भने ऊ वास्तवमा विजेता हुन सक्दैन। भागवत गीतामा एउटा अत्यन्त गहिरो शिक्षा छ, कर्म गर तर फलप्रतिको अत्याधिक आसक्तिमा नबस। यसको अर्थ मेहनत नगर्नु होइन, बरु आफ्नो कर्तव्य राम्रोसँग गर। आफ्नो सम्पूर्ण खुसीलाई परिणामसँग मात्र नजोड, किनकि परिणाम सधैँ हाम्रो नियन्त्रणमा हुँदैन, प्रयास हाम्रो हातमा हुन्छ। एकपटक फेरि सुरुको प्रश्नमा फर्कौँ। वास्तविक धनी को हो? जसँग धेरै पैसा छ वा जसँग स्वस्थ शरीर छ, स्वस्थ मन छ, शान्त मन छ, असल सम्बन्ध छ, आफ्नो उद्देश्य छ र आफू भएको कुरामा कृतज्ञ हुन सक्छ। सायद वास्तविक धन यी सबैको सन्तुलन हो। गरिबीको अर्को रूप
ज्ञानको गरिबी पनि हो। कहिलेकाहीँ मानिस गरिब पैसाले होइन ज्ञानको कमीले हुन्छ। जसले सिक्न छोड्छ उसले विकास गर्न छोड्छ। जसको संसारमा सबैभन्दा ठुलो सम्पत्ति ज्ञान, सिप, अनुशासन र परिवर्तनसँग अनुकूल हुने क्षमता हो। धेरै मानिससँग पैसा छैन तर सिक्ने इच्छा छ। त्यही इच्छाले उनीहरूको भविष्य बदल्न सक्छ। तपाईँ अहिले आर्थिक कठिनाइमा हुनुहुन्छ भने आफूलाई कमजोर नठान्नुहोस्। आफ्नो अवस्थालाई स्वीकार गरेर परिवर्तनको यात्रा सुरु गर्नुहोस्। र यदि तपाईँ आर्थिक रूपमा सफल हुनुहुन्छ भने आफूलाई भाग्यमानी सम्झनुहोस्। याद राख्नुहोस्, पैसाले घर किन्न सक्छ, घरपन किन्न सक्दैन। पैसाले ओछ्यान किन्न सक्छ, निद्रा किन्न सक्दैन। पैसाले औषधि किन्न सक्छ, स्वास्थ्य सधैँ किन्न सक्दैन। पैसाले साथी बनाउन सक्छ तर साँचो सम्बन्ध बनाउन सक्दैन। त्यसैले जीवनमा पैसा कमाउनुहोस् तर पैसाको दास नबन्नुहोस्। सम्पत्ति बनाउनुहोस् तर चरित्र नहराउनुहोस्। सफल बन्नुहोस् तर आफ्नो मनको शान्ति नबेच्नुहोस्। किनकि सबैभन्दा ठुलो धनी त्यो होइन जसको बैङ्क खातामा ठुलो अङ्क छ। सबैभन्दा ठुलो धनी त्यो हो जसको मन सन्तुष्ट छ। गरिबी एउटा आर्थिक अवस्था हो तर त्यति मात्र होइन, यो कहिलेकाहीँ अवसरको अभाव पनि हो, कहिलेकाहीँ ज्ञानको अभाव पनि हो, कहिलेकाहीँ आत्मविश्वासको अभाव पनि हो र कहिलेकाहीँ आशा हराएको अवस्था हो। अब एउटा गहिरो प्रश्न आउँछ, मानिस किन गरिब हुन्छ? कि यो भाग्यको खेल हो? कि यो पूर्वजन्मको कर्म हो? कि मानिसको जीवन पहिले नै लेखिएको हुन्छ? वा मानिसले आफ्नो सोच, कर्म र प्रयासबाट आफ्नो भविष्य बदल्न सक्छ? यो प्रश्न हजारौँ वर्षदेखि मानव सभ्यताले खोज्दै आएको प्रश्न हो। आज हामी यसलाई धर्म, दर्शन, विज्ञान र जीवनका उदाहरणबाट बुझ्ने प्रयास गरौँ। हाम्रो समाजमा एउटा भनाइ धेरै सुनिन्छ, भाग्यमा लेखेको कुरा मात्र पाइन्छ। कतिपय मानिसहरू कठिन परिस्थितिमा परेपछि भन्छन् मेरो भाग्य नै खराब रहेछ। तर अर्को समूहका मानिसहरू भन्छन् मानिस आफ्नो कर्मले आफ्नो भाग्य बनाउँछ। अब प्रश्न छ, कुन सही हो? सायद सत्य यी दुईको बिचमा छ। किनकि मानिसले जन्म कहाँ लिने भन्ने कुरा उसको नियन्त्रणमा हुँदैन। कुन परिवारमा जन्मने, कुन देशमा जन्मने, कुन सामाजिक अवस्थाबाट सुरु गर्ने, यी कुरा मानिसको हातमा हुँदैन। तर त्यसपछि उसले के गर्छ, कसरी सोच्छ, कसरी सिक्छ, कसरी सङ्घर्ष गर्छ, यो उसको हातमा हुन्छ। भागवत गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई एउटा महान शिक्षा दिएका छन्, कर्म गर तर कर्मको फलमा मात्र आसक्त नहौ। यसको गहिरो अर्थ छ। यसले भन्छ तपाईँ आफ्नो प्रयास नियन्त्रण गर्न सक्नुहुन्छ तर सबै परिणाम नियन्त्रण गर्न सकिन्न। एक किसानले बिउ रोप्न सक्छ, माटो तयार गर्न सक्छ, सिँचाइ गर्न सक्छ, मेहनत गर्न सक्छ तर वर्षा उसको नियन्त्रणमा हुँदैन। तर यसको अर्थ किसानले खेती नै नगर्ने भन्ने होइन। ठिक त्यस्तै जीवनमा पनि हुन्छ। परिस्थिति कठिन हुन सक्छ, प्रयास छोड्नु समाधान होइन। धेरै मानिस कर्मलाई केवल धार्मिक अर्थमा बुझ्छन् तर कर्मको एउटा व्यावहारिक अर्थ पनि छ। तपाईँले आज गर्ने कामले तपाईँको भोलि बनाउँछ। आज तपाईँले के सिक्नुभयो, कसरी सोच्नुभयो, कसरी व्यवहार गर्नुभयो, कसरी समय प्रयोग गर्नुभयो, यी सबै कर्म हुन्। यदि मानिसले दैनिक रूपमा राम्रो निर्णय गर्छ भने सानो परिवर्तनले पनि ठुलो परिणाम ल्याउन सक्छ। गौतम बुद्धले जीवनको पहिलो सत्य नै जीवनमा दुःख छ भनेका छन्। तर बुद्धको शिक्षा निराशाको शिक्षा होइन, दुःखको कारण हुन्छ र कारण हटाउन सकिन्छ। अर्थात् समस्या छ भने समाधान पनि छ। यदि गरिबी छ भने त्यसको कारण खोज्नुपर्छ। के कारण हो? ज्ञानको कमी, सिपको कमी, अवसरको कमी, गलत निर्णय, सामाजिक संरचना। यी कारण पहिचान गरेपछि परिवर्तनको बाटो सुरु हुन्छ। एकजना मानिस बुद्ध कहाँ आएर भने भगवान् म सधैँ गरिब छु, मेरो जीवन दुःखले भरिएको छ। बुद्धले भने तिमीसँग हात छन्? उसले भन्यो छन्। खुट्टा छन्, आँखा छन्। बुद्धले भने त्यसो भए तिमी पूर्ण रूपमा गरिब छैनौ, तिमीसँग संसारको ठुलो सम्पत्ति छ, काम गर्ने क्षमता। यस कथाको अर्थ यो होइन कि आर्थिक गरिबीको पीडा छैन, तर यसको अर्थ यो हो कि मानिसले आफूसँग भएको शक्ति पहिचान गर्नुपर्छ। धेरै पटक मानिस आफ्नो अभाव मात्र हेर्छ, आफ्नो सम्भावना हेर्दैन। उपनिषदहरूले एउटा गहिरो कुरा भन्छन्, मानिसभित्र असीम सम्भावना लुकिएको हुन्छ। बाहिरी सम्पत्तिभन्दा ठुलो सम्पत्ति आत्मज्ञान हो। आजको भाषामा भन्नुपर्दा मानिसले पहिले आफूलाई चिन्नुपर्छ, उसले आफ्नो क्षमता बुझ्नुपर्छ, आफ्नो कमजोरी सुधार्नुपर्छ र आफ्नो जीवनको उद्देश्य खोज्नुपर्छ। किनकि उद्देश्य नभएको मानिससँग धेरै पैसा भए पनि ऊ भित्रबाट खाली हुन्छ। बाइबलमा एउटा प्रसिद्ध शिक्षा छ, मानिसले संसार जितेर पनि आफ्नो आत्मा गुमायो भने के लाभ? यसको अर्थ सम्पत्ति आवश्यक छ, सम्पत्तिभन्दा ठुलो कुरा मानिसको चरित्र हो।
आजको संसारमा पनि त्यही सत्य देखिन्छ। धेरै पैसा भएका तर विश्वास गुमाएका मानिसहरू छन्, धेरै प्रसिद्ध तर शान्ति नभएका मानिसहरू पनि छन्। इस्लामिक शिक्षामा पनि मेहनत, इमान्दारी र जिम्मेवारीलाई ठुलो महत्त्व दिएको छ। मानिसले प्रयास गर्नुपर्छ, आफ्नो क्षमता प्रयोग गर्नुपर्छ, अरूको अधिकारको सम्मान गर्नुपर्छ, गरिबलाई सहयोग गर्नुपर्छ। यसले एउटा कुरा सिकाउँछ, समाजमा समृद्धि केवल व्यक्तिगत कमाइ होइन, अरूको जीवनमा योगदान गर्नुपर्ने हो। आधुनिक विज्ञानले पनि मानिसको भविष्य, सोच र व्यवहारको ठुलो भूमिका देखाएको छ। मनोविज्ञानमा एउटा महत्त्वपूर्ण धारणा छ, म गर्न सक्छु भन्ने विश्वास। मनोवैज्ञानिक अल्बर्ट बान्डुराका अनुसार मानिसको आफ्नै क्षमताप्रतिको विश्वासले उसको व्यवहार र उपलब्धिमा ठुलो प्रभाव पर्छ। यदि मानिसले पहिले नै हार स्वीकार गर्छ भने उसले प्रयास गर्दैन। यदि उसलाई आफू परिवर्तन हुन सक्छु भन्ने विश्वास हुन्छ भने ऊ नयाँ बाटो खोज्छ। गरिबीको एउटा ठुलो पीडा पैसा मात्र होइन। कहिलेकाहीँ गरिब मानिसले समाजबाट अपमान महसुस गर्छ। उसलाई लाग्न सक्छ, म अरूभन्दा कमजोर छु, मेरो मूल्य कम छ। यो सोच अत्यन्त खतरनाक हुन्छ, किनकि गरिबी एउटा अवस्था हो, पहिचान होइन। कसैसँग पैसा कम हुन सक्छ, तर उसको बुद्धि, इमान्दारी, मेहनत र सम्भावनाको कमी हुन सक्दैन। गरिबी परिवारमा जन्मनु अपराध होइन। कुनै बच्चा गरिब परिवारमा जन्मियो भने त्यो उसको गल्ती होइन। कुनै व्यक्ति गाउँमा जन्मियो भने त्यो उसको कमजोरी होइन। कुनै परिवारसँग सम्पत्ति कम भयो भने त्यसले उसको मूल्य घटाउँदैन। तर आफ्नो अवस्था परिवर्तन गर्ने जिम्मेवारी भने अन्ततः आफैले लिनुपर्छ, किनकि संसारले तपाईँको समस्या बुझ्न सक्छ। तपाईँको जीवन तपाईँले नै परिवर्तन गर्ने हो। नेल्सन मण्डेलाले 27 वर्ष जेलमा बिताए। घृणालाई जीवनको उद्देश्य बनाएनन्। क्षमा, धैर्य र नेतृत्वले इतिहास बदले। थोमस एडिसनले हजारौँ प्रयासपछि बल्ब बनाउन सफल भए। असफलतालाई हार होइन, सिकाइको रूपमा हेर्ने प्रेरणा त्यहीँबाट मिल्छ। महात्मा गान्धीले साधारण जीवन बिताएर पनि असाधारण प्रभाव पारेका छन्। गान्धीबाट सिक्न सकिन्छ कि शक्ति हतियारमा होइन, चरित्रमा छ। गरिबीबाट बाहिर निस्कन पहिलो कदम पैसा आवश्यक होइन, पहिलो कदम सोच हो। जब मानिसले स्वीकार गर्छ मेरो अवस्था परिवर्तन हुन सक्छ, त्यही क्षण परिवर्तन सुरु हुन्छ। त्यसपछि आवश्यक हुन्छ ज्ञान, सिप, अनुशासन, सही निर्णय र निरन्तर प्रयास। एउटा महत्त्वपूर्ण सत्य, गरिबीलाई केवल व्यक्तिको कमजोरी भनेर हेर्नु गलत हो र गरिबीलाई भाग्य भनेर स्वीकार गरेर बस्नु पनि गलत हो। सही दृष्टिकोण यस्तो हुनुपर्छ कि परिस्थितिलाई बुझ्ने, समस्याको कारण खोज्ने, आफ्नो क्षमता बढाउने, अवसर सिर्जना गर्ने र निरन्तर अघि बढ्ने। तपाईँले कहाँबाट सुरु गर्नुभयो भन्ने कुरा महत्त्वपूर्ण छ, तर तपाईँ कहाँ पुग्न चाहनुहुन्छ भन्ने कुरा अझै महत्त्वपूर्ण छ। तपाईँको जन्मले तपाईँको परिचय दिन सक्छ, तर तपाईँको कर्मले तपाईँको इतिहास लेख्छ। गरिब परिवारमा जन्मनु कमजोरी होइन, तर सपनाविहीन भएर जीवन बिताउनु ठुलो गरिबी हो। सानो घरमा बस्नु गरिबी होइन, सानो सोच राख्नु गरिबी हो। कम पैसा हुनु गरिबी होइन, सिक्ने इच्छा हराउनु गरिबी हो। किनकि पैसा नभएको मानिस एक दिन धनी बन्न सक्छ, तर आशा नभएको मानिसले अवसर देख्नै छोड्छ। त्यसैले आफ्नो आशा जगाउनुहोस्, क्षमतामा विश्वास गर्नुहोस् र सम्झनुहोस् भाग्यले ढोका खोल्न सक्छ, कर्मले मात्र त्यो ढोकाबाट भित्र लैजान्छ। मानिसको जीवनमा एउटा कुरा निश्चित छ, हामी कहाँ जन्मन्छौँ त्यो हाम्रो हातमा हुँदैन, तर हामी कहाँ पुग्छौँ त्यसमा हाम्रो सोच, मेहनत र निर्णयको ठुलो भूमिका रहन्छ। संसारका धेरै महान व्यक्तिहरू त्यस्ता परिवारमा जन्मिए जहाँ सुविधा थिएन। उनीहरूसँग महँगो विद्यालय थिएन, ठुला सम्पत्ति थिएनन्, सुरुवातमा अवसर पनि कम थियो, तर उनीहरूसँग एउटा कुरा थियो, आफ्नो जीवन बदल्न सकिन्छ भन्ने विश्वास। आजको संसारमा हामी उनीहरूको सफलता मात्र देख्छौँ। उनीहरूले पार गरेको अँध्यारो यात्रा, असफलता, अभाव र सङ्घर्ष धेरै पटक देखेनौँ। आज हामी केही त्यस्ता व्यक्तिहरूको कथा सुन्नेछौँ जसले प्रमाणित गरे गरिबी एउटा कठिन अध्याय हुनसक्छ, तर जीवनको अन्तिम पुस्तक होइन। आज अब्राहम लिङ्कनलाई संसारले अमेरिकाका महान राष्ट्रपतिका रूपमा सम्झन्छ। उनको सुरुवात हेर्नुभयो भने त्यो कुनै राज परिवारको कथा होइन। उनी सन् 1809मा एउटा अत्यन्त सामान्य परिवारमा जन्मिएका थिए। परिवारसँग धेरै सम्पत्ति थिएन। बाल्यकालमा उनी काठको सामान्य घरमा हुर्किए। विद्यालय जाने अवसर धेरै सीमित थियो, तर एउटा कुरा असाधारण थियो, उनको सिक्ने इच्छा। उनी आफै पढ्थे, उधारोमा किताब ल्याएर पढ्थे, राति उज्यालो कम हुँदा पनि अध्ययन गर्थे। जीवनमा उनले धेरै असफलता भोगे,
व्यवसायमा पनि असफलता भोगे, निर्वाचनमा पटक पटक असफलता भोगे, व्यक्तिगत जीवनमा पनि धेरै पीडा भोगे र हार मानेनन्। उनको जीवनले एउटा ठुलो शिक्षा दिन्छ, असफलता भनेको अन्त्य होइन, सुधार गर्ने अवसर हो। यदि लिङ्कनले आफ्नो गरिब बाल्यकाललाई आफ्नो भाग्यको अन्तिम सत्य मानेको भए इतिहासले एउटा महान नेता पाउने नै थिएन। ओप्रा विन्फ्रे आज विश्वकै प्रभावशाली सञ्चार व्यक्तित्वहरूमध्ये एक हुन्। उनको बाल्यकाल अत्यन्त कठिन थियो। उनी गरिब परिवारमा जन्मिइन्। बाल्यकालमा अभाव, पारिवारिक समस्या र धेरै पीडादायी अनुभवहरू भोगिन्। धेरै मानिसहरूले उनलाई कमजोर ठान्न सक्थे। उनले आफ्नो पीडाहरूलाई शक्ति बनाइन्। उनले शिक्षा, आत्मविश्वास र मेहनतलाई आफ्नो बाटो बनाएर अघि बढिन्। पछि उनी विश्वकै सफल टेलिभिजन प्रस्तोता, उद्यमी र समाजसेवी बनिन्। उनको कथा एउटा महत्त्वपूर्ण सत्य बताउँछ कि तपाईँको विगतले तपाईँलाई चोट दिन सक्छ, तर तपाईँको भविष्य नियन्त्रण गर्न सक्दैन। चीनका प्रसिद्ध उद्यमी ज्याक मा संसारका युवाहरूका लागि प्रेरणाका स्रोत हुन्। उनको यात्रा पनि सहज थिएन। विद्यालयमा कमजोर थिए, विश्वविद्यालयमा प्रवेशमा असफल भएका थिए, जागिर खोज्दा पटक पटक अस्वीकृत भएका थिए, तर उनले असफलतालाई आफ्नो पहिचान बनाएनन्। उनले प्रविधि र इन्टरनेटको सम्भावना देखे र पछि अलिबाबा ग्रुपको स्थापना गरे। आज उनको नाम विश्वका सफल उद्यमीहरूमध्ये गनिन्छ। उनको जीवनले शिक्षा दिन्छ कि अरूले अस्वीकार गरेको कुरा तपाईँको अन्तिम सत्य होइन। आज ह्यारी पोटर संसारभर परिचित छ। यसको पछाडिको कथा अत्यन्त प्रेरणादायी छ। जेके रोलिङले जीवनमा धेरै कठिनाई भोगेर यो पुस्तक तयार पारेकी हुन्। उनले लेखेको पुस्तक धेरै प्रकाशकहरूले पटक पटक अस्वीकार गरेका थिए, तर उनले लेख्न छोडिनन् र अन्ततः त्यही पुस्तक विश्वकै लोकप्रिय साहित्यिक श्रृङ्खलामध्ये एक बनेको छ। उनको कथाले भन्छ कि कहिलेकाहीँ संसारले तपाईँलाई विश्वास नगरे पनि तपाईँले आफूलाई विश्वास गरिरहनुहोस्। भारतका प्रसिद्ध उद्योगपति धीरुभाइ अम्बानीको सुरुवात पनि सामान्य थियो। उनी धनी परिवारमा जन्मिएका थिएनन्। युवा अवस्थामा उनले सामान्य काम गरे। उनीसँग एउटा ठुलो सोच थियो। उनी अवसर खोज्थे, जोखिम लिन डराउँदैनथे। सानो व्यापारबाट सुरु गरेर ठुलो औद्योगिक साम्राज्य निर्माण गरे। उनको जीवनीले सिकाउँछ ठुलो सफलता पछिको सोचमा जन्मिन्छ। उनको जीवनीले सिकाउँछ ठुलो सफलता पहिले सोचमा जन्मिन्छ, त्यसपछि व्यवहारमा देखिन्छ। हावर्ड स्कुड्स, जसले स्टारबक्सलाई विश्वव्यापी ब्रान्ड बनाउन महत्त्वपूर्ण भूमिका खेले, गरिब परिवारमा हुर्किएका थिए भने उनको परिवार आर्थिक सङ्घर्षमा थियो, तर उनले बाल्यकालमा एउटा कुरा बुझे, अवसर पाउनुभन्दा पहिले आफू तयार हुनुपर्छ। उनले शिक्षा लिए, सङ्घर्ष गरे र पछि संसारको चर्चित व्यावसायिक नेतृत्वकर्तामध्ये एक बने। फुटबलका महान खेलाडीमध्ये एक लियोनल मेस्सीको बाल्यकाल पनि चुनौतीपूर्ण थियो। सानै उमेरमा उनलाई शारीरिक विकास सम्बन्धी समस्या देखिएको थियो। उपचार महँगो थियो, परिवारका लागि ठुलो चुनौती थियो, तर उनको प्रतिभा र मेहनतले उनलाई विश्व स्तरको खेलाडी बनायो। यसले देखाउँछ कमजोरीलाई पहिचान गरेर काम गरियो भने त्यहाँ कमजोरी शक्ति बन्न सक्छ। यी मानिसहरूको एउटा कुरा समान थियो। उनीहरूसँग सुरुमा पैसा थिएन, तर उनीहरूसँग सिक्ने इच्छा थियो। उनीहरूले आफूलाई निरन्तर विकास गरे। असफलताबाट सिक्ने क्षमता थियो। उनीहरूले हारलाई अन्तिम परिणाम मानेनन्। उनीहरूसँग धैर्यता थियो। ठुला सफलता रातारात आउँदैन, धैर्यता आवश्यक रहन्छ। उनीहरूसँग स्पष्ट सपना थियो। उनीहरूलाई थाहा थियो उनीहरू कहाँ पुग्न चाहन्छन् र सोही गन्तव्यमा निरन्तर लागिरहे। जिम्मेवारी वहन गर्ने क्षमता थियो। उनीहरूले आफ्नो जीवनको जिम्मा अरूलाई दिएनन्, निरन्तर आफै जिम्मेवार भएर अगाडि बढिरहे। तर एउटा कुरा सम्झाउनुपर्छ, यी कथाहरू सुन्दा एउटा भ्रम पनि हुनसक्छ। यदि मैले मेहनत गरेँ भने सधैँ धनी हुन्छु। वास्तविकता अलिक फरक छ। हरेक मानिस करोडपति बन्नै पर्छ भन्ने छैन। सफलताको अर्थ केवल ठुलो पैसा होइन। कसैका लागि सफलता राम्रो परिवार हुनसक्छ, कसैका लागि इमान्दार जीवन, कसैका लागि समाजमा योगदान, कसैका लागि आफ्नो क्षमता प्रयोग गर्नु। एउटा कुरा निश्चित छ, मानिसले आफ्नो सम्भावनालाई सम्मान गर्नुपर्छ। गरिबीबाट ठुलो पाठ सिक्न सकिन्छ। गरिबीले मानिसलाई दुईटा बाटो दिन्छ। पहिलो बाटो, म सक्दिनँ, मेरो भाग्य नै यस्तै छ, मेरो अवस्था कहिल्यै बदलिँदैन। र दोस्रो बाटो, मेरो अवस्था कठिन छ, तर म सिक्न सक्छु, म सानो कदमबाट सुरु गर्न सक्छु, म आफ्नो भविष्य निर्माण गर्न सक्छु। इतिहास बदल्ने मानिसहरूले दोस्रो बाटो रोज्छन्। यदि तपाईँ आज सङ्घर्षमा हुनुहुन्छ भने सम्झनुहोस्, धेरै महान मानिसहरूको सुरुवात पनि सङ्घर्षबाट नै सुरु भएको थियो। अँध्यारो रातले बिहान आउँदैन भन्ने होइन,
बिउ माटोभित्र पुरिँदैमा समाप्त हुँदैन, त्यसबाट नयाँ जीवन जन्मन्छ। त्यसैले आफ्नो वर्तमान अवस्थालाई आफ्नो अन्तिम परिचय नबनाउनुहोस्, किनकि गरिब घरमा जन्मनु तपाईँको गल्ती होइन। आफ्नो सम्भावना मर्न दिनु तपाईँको ठुलो घाटा हो। आफ्नो सपना जोगाइराख्नुहोस्, सिक्न नछोड्नुहोस्, मेहनत गर्न नछोड्नुहोस्, किनकि कहिलेकाहीँ आजको सङ्घर्ष नै भोलिको सफलताको आधार बन्न सक्छ। गरिबी केवल पैसा नहुनु होइन, गरिबी एउटा जटिल अवस्था हो। कहिलेकाहीँ यो अवसरको कमी पनि हो, कहिलेकाहीँ शिक्षाको कमी पनि हो, कहिलेकाहीँ सिपको कमी पनि हो, र कहिलेकाहीँ सबैभन्दा ठुलो कुरा आफ्नो सम्भावनामा विश्वासको कमी पनि हो। हामीले विश्वका ती मानिसहरूको कथा पनि सुन्यौँ जसले अत्यन्त कठिन परिस्थितिबाट उठेर इतिहास बनाए। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न आउँछ, यदि गरिबी एउटा समस्या हो भने यसको समाधान के हो? कि केवल पैसा पाएपछि गरिबी समाप्त हुन्छ? सरकारले सहयोग गरेपछि मात्र गरिबी हट्छ? भाग्य बदलियो भने मात्र जीवन बदलिन्छ? मानिस आफैले पनि केही कदम चाल्न सक्छ? आउनुहोस् यो प्रश्नको उत्तर खोजौँ। पहिलो परिवर्तन हो सोच परिवर्तन। हरेक परिवर्तन बाहिरबाट होइन, भित्रबाट सुरु हुन्छ। एउटा गरिब मानिससँग पैसा नहुन सक्छ, यदि उसको सोच परिवर्तन भयो भने ऊ अवसर खोज्न थाल्छ। अर्कोतर्फ एउटा धनी मानिससँग धेरै पैसा हुन सक्छ, यदि उसको सोच कमजोर छ भने उसले आफ्नो सम्पत्ति पनि गुमाउन सक्छ। त्यसैले भनिन्छ, पहिले मानिसको सोच बदलिन्छ, त्यसपछि उसको जीवन बदलिन्छ। यसको अर्थ गरिब मानिसले केवल सकारात्मक सोच राखी पुग्छ भन्ने होइन। भोक लागेको मानिसलाई सकारात्मक सोचले मात्र खान दिँदैन, त्यसका लागि काम, सिप, अवसर, मेहनत आवश्यक हुन्छ। सही सोच भनेको समस्यालाई नदेख्नु होइन, सही सोच भनेको समस्या छ तर यसको समाधान पनि खोज्नुपर्छ भन्ने क्षमता हो। जीवन परिवर्तन गर्ने पहिलो कदम हो आफ्नो वास्तविक अवस्था बुझ्नु। धेरै मानिसले दुई गल्ती गर्छन्। पहिलो, आफ्नो समस्या स्वीकार गर्दैनन्। उनीहरू भन्छन् सबै ठिक छ, तर भित्रभित्रै समस्या बढिरहेको हुन्छ। दोस्रो, समस्या स्वीकार गरेपछि पनि त्यहीँ अड्किरहनु। उनीहरू भन्छन् मेरो भाग्य नै यस्तै हो। यी दुवै गलत हुन्। सही बाटो हो आफ्नो अवस्था स्वीकार गर्ने अनि सुधारको यात्रा पनि सुरुवात गर्ने। यदि आर्थिक समस्या छ भने आम्दानी बढाउने बाटो खोज्ने। यदि ज्ञानको कमी छ भने सिक्न सुरु गर्ने। यदि सिप छैन भने सिप विकास गर्ने। शिक्षालाई केवल प्रमाणपत्र होइन, क्षमता बनाउनुहोस्। गरिबीबाट बाहिर निस्कने सबैभन्दा शक्तिशाली माध्यममध्ये एक हो शिक्षा। शिक्षा भनेको केवल डिग्री होइन। आजको संसारमा धेरै डिग्री भएका मानिसहरू पनि सङ्घर्ष गरिरहेका छन्। किनकि बजारले केवल प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने क्षमता खोज्छ। शिक्षाले मानिसलाई 3 कुरा दिनुपर्छ: ज्ञान, संसार बुझ्ने क्षमता; सिप, काम गर्न सक्ने क्षमता; विवेक, सही निर्णय गर्ने क्षमता। एकजना मानिसले पढेको कुरा जीवनमा प्रयोग गर्न सक्यो भने ऊ वास्तविक शिक्षित हो। सिप आजको संसारको ठुलो सम्पत्ति हो। पुरानो समयमा मानिसको सम्पत्ति जमिन र सुन थियो। आजको समयमा ठुलो सम्पत्ति भनेको सिप हो। जससँग सिप छ उसले अवसर सिर्जना गर्न सक्छ। आज संसारमा त्यस्ता धेरै सिपहरू छन् जसले मानिसको आय बढाउन सक्छ। प्रविधि सम्बन्धी सिप, डिजिटल सिप, भाषा ज्ञान, सञ्चार क्षमता, नेतृत्व क्षमता, कृषि प्रविधि, उद्यमशीलता, हस्तकला, प्राविधिक काम। गरिबीको ठुलो कारणहरूमध्ये एक हो आफ्नो क्षमतालाई बजारसँग जोड्न नसक्नु। संसारका धेरै मानिसहरूसँग एउटै सम्पत्ति छ, दिनको 24 घण्टा समय। धनी र गरिब दुवैसँग उही समय हुन्छ, तर फरक यति हुन्छ समयको प्रयोग। कसैले समयलाई मनोरञ्जन र आलस्यमा खर्च गर्छन्, कसैले समयलाई सिकाइ, मेहनत र विकासमा लगाउँछन्। समयको गलत प्रयोग पनि एउटा प्रकारको गरिबी हो, किनकि गएको समय कहिल्यै फर्कँदैन। सानो सुरुवातलाई सम्मान गर्नुहोस्। धेरै मानिस एउटा ठुलो गल्ती गर्छन्। उनीहरू ठुलो अवसरको प्रतीक्षा गर्छन्। उनीहरू भन्छन् ठुलो पैसा आएपछि सुरु गर्छु, ठुलो मौका पाएपछि काम गर्छु। वास्तविकता के हो भने ठुला सफलता साना कदमबाट सुरु हुन्छन्। एउटा सानो पसल, एउटा सानो सिप, एउटा सानो बचत, एउटा सानो सुधार समयसँगै ठुलो परिणाम दिन सक्छ। बिउ सानो हुन्छ तर त्यसबाट विशाल रुख जन्मन्छ। धेरै मानिस पैसा कमाउन जान्दछन्, पैसा व्यवस्थापन गर्न जान्दैनन्। आर्थिक स्वतन्त्रताका लागि 3 कुरा महत्त्वपूर्ण छ: कमाउनु, बचत गर्नु र लगानी गर्नु। सानो आम्दानी भए पनि अनुशासन भयो भने जीवन परिवर्तन हुन सक्छ। ठुलो आम्दानी भए पनि गलत व्यवस्थापन भयो भने समस्या आउन सक्छ। गरिबी केवल बाहिरी कारणले मात्र हुँदैन। केही बानीले
पनि मानिसलाई पछाडि पार्छ, जस्तै आलस्य, निरन्तर टार्ने बानी, अनावश्यक खर्च, नकारात्मक सोच, सिक्न नचाहने बानी, समयको दुरुपयोग। एकजना मानिसले आफ्नो जीवन परिवर्तन गर्न चाहन्छ भने पहिले आफ्नो दैनिक बानी परिवर्तन गर्न सक्नुपर्छ, किनकि बानीले चरित्र बनाउँछ, चरित्रले भविष्य बनाउँछ। मानिस आफ्नो वातावरणबाट धेरै प्रभावित हुन्छ। यदि तपाईँ सधैँ निराश, नकारात्मक र असफलताको कुरा गर्ने मानिससँग बस्नुहुन्छ भने तपाईँको सोच पनि त्यस्तै बन्दै जान्छ। यदि तपाईँ सिक्ने, मेहनत गर्ने र सकारात्मक सोच भएका मानिसहरूसँग बस्नुहुन्छ भने तपाईँको सोच बिस्तारै परिवर्तित हुन्छ। त्यसैले भनिन्छ, तपाईँको भविष्य अनुमान गर्न तपाईँको सङ्गत हेर्नुपर्छ। आज धेरै मानिसमा एउटा समस्या छन्, आम्दानीभन्दा बढी खर्चिलो जीवनशैली, अरूलाई देखाउन खर्च गर्ने बानी, महँगो मोबाइल, महँगो कपडा, अनावश्यक प्रदर्शन। यसले मानिसलाई बाहिरबाट धनी र भित्रबाट कमजोर बनाउन सक्छ। वास्तविक समृद्धि भनेको देखाउनु होइन, निर्माण गर्नु हो। आजको संसारमा सबैलाई छिटो सफलता चाहिएको छ, तर प्रकृतिको नियम फरक छ। रुख बढ्न समय लाग्छ, ज्ञान बढ्न समय लाग्छ, विश्वास बन्न समय लाग्छ, सफलता पनि समयसँगै निर्माण हुन्छ। धेरै मानिस असफल भएर होइन, छिटो परिणाम नआएर हार मान्छन्। गरिबी समाधान गर्न समाजको भूमिका महत्त्वपूर्ण रहन्छ। गरिबी हटाउने जिम्मेवारी केवल व्यक्तिको मात्र होइन, समाज र राज्यको पनि ठुलो भूमिका रहन्छ। गरिबी कम गर्न आवश्यक हुन्छ गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, समान अवसर, सामाजिक सुरक्षा, शिव विकास, उद्यमशीलताको वातावरण। किनकि अवसर नदिई केवल मेहनत गर भन्नु पर्याप्त हुँदैन। हरेक मानिसलाई आफ्नो क्षमता प्रयोग गर्ने वातावरण पनि उत्तिकै आवश्यक हुन्छ। अवसर समाजले दिन सक्छ, सहयोग सरकारले गर्न सक्छ, सल्लाह अरूले दिन सक्छन्, तर तपाईँको जीवनको अन्तिम निर्णयकर्ता तपाईँ आफै हुनुहुन्छ। अरूले बाटो देखाउन सक्छ, हिँड्न तपाईँले नै पर्छ। कल्पना गर्नुहोस्, एउटा गाउँको युवक छ, उसको परिवार गरिब छ। उसले सोच्न सक्छ, मेरो भाग्य नै यस्तै हो, वा उसले अर्को निर्णय लिन सक्छ, म आज एउटा नयाँ सिप सिक्छु। उसले दिनको 1 घन्टा अध्ययन गर्छ, मोबाइलमा उपयोगी कुरा सिक्छ, सानो काम सुरु गर्छ, बचत गर्छ, गल्तीबाट सिक्छ। 5 वर्षपछि उसको जीवन फरक हुन सक्छ। परिवर्तन एकै रातमा हुँदैन, तर दैनिक सानो सुधारले ठुलो परिवर्तन भने ल्याउन सक्छ। गरिबीबाट बाहिर निस्कन सबैभन्दा पहिले एउटा कुरा आवश्यक छ, आफू बदलिन सक्छु भन्ने विश्वास। आफ्नो विगतलाई सम्मान गर्नुहोस्, विगतको कैदी नबन्नुहोस्। आफ्नो परिस्थितिलाई बुझ्नुहोस्, तर परिस्थितिलाई आफ्नो परिचय नबनाउनुहोस्। याद राख्नुहोस्, गरिबीले तपाईँको सुरुवात निर्धारण गर्न सक्छ, तर तपाईँको अन्तिम गन्तव्य निर्धारण गर्न सक्दैन। सानो कदम चाल्नुहोस्, सिकिरहनुहोस्, मेहनत गरिरहनुहोस्, आफ्नो चरित्र बलियो बनाउनुहोस्। किनकि धनी बन्नुभन्दा पहिले सक्षम बन्नुपर्छ, सक्षम बन्नुभन्दा पहिले सिक्ने मानिस बन्नुपर्छ, र जसले सिक्न कहिल्यै छोड्दैन उसको सम्भावना कहिले समाप्त हुँदैन। जीवनको यात्रामा हामी सबै एउटै खोजीमा दौडिरहेका हुन्छौँ। कसैलाई पैसा चाहिएको छ, कसैलाई सफलता, कसैलाई सम्मान, कसैलाई सुरक्षा, कसैलाई प्रेम, कसैलाई शान्ति। तर अन्त्यमा यी सबै खोजको पछाडि एउटै प्रश्न लुकेको हुन्छ, म कसरी खुसी र पूर्ण जीवन बाँच्न सक्छु। हाम्रो समाजले हामीलाई एउटा कुरा सिकायो, धनी बन्नु भनेको धेरै पैसा कमाउनु हो, ठुलो घर हो, महँगो गाडी हो, ठुलो पद हो, प्रसिद्धि हो। यिनै कुरालाई सफलताको चिन्ह मानियो। तर जीवनले बिस्तारै अर्को सत्य सिकाउँछ। जब मानिस जवान हुन्छ ऊ भन्छ, म पैसा कमाउँछु अनि खुसी हुन्छु। जब पैसा कमाउँछ ऊ भन्छ, अब अझै ठुलो सफलता चाहिन्छ। जब सफलता आउँछ ऊ भन्छ, अब शान्ति चाहिन्छ। अनि एक दिन उसले बुझ्छ, ऊ जीवनभरि केही खोज्दै दौडिरह्यो, तर जुन कुरा खोजिरहेको थियो त्यो धेरै पटक आफै भित्र थियो। वास्तविक गरिबी के हो? अब हामी गरिबीलाई केही फरक ढङ्गले बुझौँ। पैसाको गरिबी वास्तविक समस्या हो। जब मानिससँग खाना, शिक्षा, स्वास्थ्य, आधारभूत आवश्यकता पूरा गर्ने साधन हुँदैन, त्यो पीडादायी अवस्था हो। यसलाई समाधान गर्न समाज, सरकार र व्यक्तिको संयुक्त प्रयास आवश्यक हुन्छ। तर यसबाहेक पनि केही गरिबीहरू छन्। समयको गरिबी। आज संसारमा धेरै मानिस पैसा कमाउन यति व्यस्त छन् कि उनीहरूसँग बाँच्ने समय नै छैन। बच्चा हुर्किरहेको हुन्छ, अभिभावकसँग उसको कथा सुन्ने समय हुँदैन। आमा बुबा बुढा भइरहेका हुन्छन्, छोराछोरीसँग उनीहरूको हात समाउने समय हुँदैन। मानिससँग क्यालेन्डर भरिएको हुन्छ, मन खाली हुन्छ। यो पनि एउटा गरिबी हो। एउटा भनाइ छ, स्वास्थ्य नै वास्तविक धन हो। धेरै मानिस स्वास्थ्यलाई त्यति बेला सम्झन्छन् जब स्वास्थ्य गुमिसकेको हुन्छ। युवा अवस्थामा पैसा कमाउन, शरीरलाई
थकाइन्छ, पछि बुढेसकालमा स्वास्थ्य किन्न पैसा खर्च गरिन्छ, तर समय फर्कँदैन। त्यसैले शरीरको हेरचाह गर्नु विलासिता होइन, यो आफैप्रतिको जिम्मेवारी हो। मानिस सामाजिक प्राणी हो। उसलाई केवल घर होइन, अपनत्व चाहिन्छ, केवल खाना होइन, प्रेम चाहिन्छ, केवल सफलता होइन, साथ चाहिन्छ। आज धेरै मानिस भिडमा छन् तर एक्ला छन्, सयौँ परिचित छन् तर दुःख बाँड्ने एउटा आत्मीय साथी छैन। त्यो पनि एउटा गहिरो गरिबी हो। पैसा कमाउन सकिन्छ तर चरित्र गुमेपछि विश्वास फर्काउन कठिन हुन्छ। मानिसको वास्तविक मूल्य उसको सम्पत्तिले होइन, उसको व्यवहारले निर्धारण गर्छ। एउटा इमान्दार गरिब मानिस समाजमा सम्मानित हुन सक्छ, तर चरित्रहीन धनी मानिससँग मानिस डराउन सक्छ, सम्मान गर्न सक्दैन। यदि पैसा मात्र धन हो भने किन धनी मानिसहरू पनि दुखी हुन्छन्? किन प्रसिद्ध मानिसहरू पनि मानसिक समस्यासँग सङ्घर्ष गरिरहेका हुन्छन्? किन सबै सुविधा भएका मानिसहरू पनि खालीपन महसुस गरिरहेका हुन्छन्? किनकि जीवनको वास्तविक धन भनेको धेरै कुराको सन्तुलन मिलाउनु पनि हो। शान्त मन सबैभन्दा ठुलो सम्पत्ति हो। यदि तपाईँ राति शान्त निदाउन सक्नुहुन्छ भने तपाईँ धेरै धनी हुनुहुन्छ, किनकि निद्रा किन्न सकिँदैन। महँगो ओछ्यान किन्न सकिन्छ, तर आरामदायी निद्रा मनको अवस्थाले दिन्छ। राम्रो स्वास्थ्य मौन सम्पत्ति हो। स्वस्थ शरीर हुँदा हामी त्यसको मूल्य बुझ्दैनौँ, तर रोग बढेपछि थाहा हुन्छ कि स्वास्थ्यभन्दा ठुलो सम्पत्ति अरू केही नहुँदो रहेछ। त्यसैले पैसा कमाउने यात्रामा स्वास्थ्यलाई बलि नचढाउनुहोस्। असल सम्बन्ध जीवनको आधार हो। जीवनको अन्तिम समयमा मानिसले प्राय एउटा कुरा सम्झन्छ, मैले कति पैसा कमाएँ होइन, मैले कसलाई प्रेम गरेँ, कसलाई खुसी बनाएँ, कसको साथ पाएँ, यही सम्झिन्छ। ज्ञान कहिल्यै नहराउने सम्पत्ति हो। धन चोरी हुनसक्छ, सम्पत्ति नष्ट हुनसक्छ, तर ज्ञान तपाईँको साथमा रहिरहन्छ। ज्ञानले नयाँ अवसर सिर्जना गर्छ। त्यसैले जीवनभर सिकिरहनुहोस्। उद्देश्यले जीवनको दिशा दिन्छ। धेरै मानिससँग सुविधा हुन्छ, उद्देश्य हुँदैन। उनीहरू बिहान उठ्छन्, तर किन उठ्ने भन्ने स्पष्ट लक्ष्य हुँदैन। मानिसलाई केवल बाँच्ने होइन, अर्थपूर्ण जीवन बाँच्ने उद्देश्य चाहिन्छ। गरिबी र सफलताको अन्तिम सम्बन्ध। के गरिबीले सफलतामा बाधा ल्याउँछ? हो, केही हदसम्म ल्याउँछ, किनकि अभावले अवसर सीमित गर्न सक्छ। शिक्षा र स्रोतको कमीले बाटो कठिन बनाउन सक्छ, तर गरिबीले सफलताको सम्भावना समाप्त पार्न सक्दैन। इतिहास यसको प्रमाण हो। धेरै मानिसहरूले अभावबाट अवसर बनाए। उनीहरूले एउटा कुरा गरे, उनीहरूले आफ्नो परिस्थितिभन्दा ठुलो सपना देखे। तर सफलताको अर्थ पनि बुझ्नुपर्छ। हामीले सफलता भन्नासाथ पैसा सम्झन्छौँ, तर वास्तविक सफलता के हो? यदि तपाईँले धेरै पैसा कमाउनु भयो तर स्वास्थ्य गुमाउनु भयो, परिवार गुमाउनु भयो, चरित्र गुमाउनु भयो, मनको शान्ति गुमाउनु भयो, के त्यो पूर्ण सफलता हो र? सफलता भनेको जीवनको एउटा भाग जित्नु होइन, सम्पूर्ण जीवन सन्तुलित बनाउनु हो। आफ्नो जीवन परिवर्तन गर्न आजै यी 10 निर्णय गर्नुहोस्। आफ्नो सोच परिवर्तन गर्नुहोस्। दैनिक केही नयाँ सिक्नुहोस्। आफ्नो समयको सम्मान गर्नुहोस्। स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्। खराब बानी पहिचान गर्नुहोस्। पैसा व्यवस्थापन गर्न सिक्नुहोस्। असल मानिसहरूको सङ्गत गर्नुहोस्। असफलतासँग नडराउनुहोस्। अरूलाई सहयोग गर्नुहोस् र आफूलाई कहिल्यै सानो नठान्नुहोस्। तपाईँको सुरुवात सानो हुनसक्छ, तर तपाईँको सम्भावना ठुलो रहन सक्छ। कुनै बेला 2 मानिसको मृत्यु भयो। पहिलो मानिससँग ठुलो घर थियो, धेरै पैसा थियो, धेरै सम्पत्ति थियो। दोस्रो मानिससँग धेरै पैसा थिएन, तर उसले धेरै मानिसको जीवन छोएको थियो। उसले परिवारलाई प्रेम दिएको थियो, समाजलाई योगदान दिएको थियो। जब मानिसहरूले उनीहरूलाई सम्झिए, पहिलो मानिसको सम्पत्ति सम्झिए, दोस्रो मानिसको व्यक्तित्व सम्झिए, त्यसपछि प्रश्न उठ्छ, कसको जीवन वास्तवमै सफल थियो? त्यसैले धन कमाउनुहोस् जति आफूलाई आवश्यक छ। जीवनमा पैसा कमाउनुहोस्, किनकि पैसा आवश्यक छ, तर पैसालाई जीवनको मालिक नबनाउनुहोस्। सम्पत्ति बनाउनुहोस्, तर सम्बन्ध नहराउनुहोस्। सफल बन्नुहोस्, तर आफ्नो आत्मा नहराउनुहोस्। ठुलो घर बनाउनुहोस्, तर घरभित्र प्रेम पनि राख्नुहोस्। उच्च पदमा पुग्नुहोस्, तर आफ्नो चरित्रलाई तल नझार्नुहोस्, किनकि अन्त्यमा मानिसलाई धनी बनाउने कुरा उसको बैंक ब्यालेन्स होइन, उसको जीवनको मूल्य हो। याद राख्नुहोस्, गरिब त्यो होइन जसको खल्ती खाली छ, गरिब त्यो हो जसको सपना खाली छ। गरिब त्यो होइन जसको घर सानो छ, गरिब त्यो हो जसको सोच सानो छ। धनी त्यो होइन जससँग धेरै छ, धनी त्यो हो जसलाई आफू भएको कुराको मूल्य थाहा छ। र अन्तिम सत्य,
पैसा गुम्यो भने केही कमाउन सकिन्छ र अन्तिम सत्य पैसा गुम्यो भने फेरि कमाउन सकिन्छ, सम्पत्ति गुम्यो भने फेरि बनाउन सकिन्छ, तर समय, स्वास्थ्य, विश्वास र जीवनको अर्थ गुम्यो भने त्यसलाई फर्काउन धेरै कठिन हुन्छ। त्यसैले आजैदेखि एउटा नयाँ यात्रा सुरु गरौँ, अझै धेरै कमाउने मात्रै होइन, अझ राम्रो मानिस बन्ने यात्रा। त्यसैले आजैदेखि एउटा नयाँ यात्रा सुरु गरौँ, अझै धेरै कमाउने मात्र होइन, अझ राम्रो मानिस बन्ने यात्रा। किनकि वास्तविक सफलता भनेको संसार जित्नु होइन, आफ्नो जीवनलाई अर्थपूर्ण बनाउनु हो। उज्यालोतिर सकारात्मक सोच, सफलता र आत्मविकासको यात्रा।